स्याउको बोटी नजिकन गइरहेको थियो यहाँनिर आन्टीहरूले। कहाँ केजीको 1200? ओहो घरको छानामाथि माटो छाना छ त यार, माटोको छाना रहेछ अरे। स्याउको बोट फर्स्ट टाइम स्याउको बोट छुँदैछु। इधर बहुत स्याउ पाती अभी को ब्लॉगमा दुईटै एकअर्काको ब्लगमा अभी मैं स्याउ के बोट में होती। स्याउ इधर देख, इधर स्याउ ही स्याउ है बहुत। स्याउको बोट अभिले स्याउ टिपेर कता लाँदाटेको। म पनि एउटा टिप्छु है, अलिक पटेल एउटा मुस्ताङको धुलोसँगको स्याउ बोटैबाट टिपेर टेस्टी, भेरी टेस्टी। आम्मो छाना यस्तो छ, घरको छाना अरू केही पनि हो, घरको खाना है यो। जेरी बस्ती हामी जेरी बस्ती फाल्टै छ। यो चाहिँ के हो त? यो मार्फा जाने बाटो हो। ल हबिबी जेरी गल्ली ल यसलाई चाहिँ जेरी गल्ली भन्दो रहेछ। चस्मामा अलिअलि देखिन्छ, आकाश हिउँको भाग देखिएको होला, तर चस्माभन्दा अगाडि मेरो अगाडि चाहिँ ठ्याक्कै के छ म तपाईँहरूलाई देखाउँछु है त, सरप्राइज जस्तो। यो चाहिँ स्याउको रुखला देखाउँछु भनेको कस्तो हो क्या, स्याउ फलिरहेको छ, बोटमा स्याउ फलिरहेको छ होइन, स्याउको रुख। अनि यहाँनिर चाहिँ गेट छ, यहाँबाट चाहिँ मार्फा भन्ने बस्ती होला सायद, उहाँ माथि डाँडामा मार्फा लेखेको छ, मार्फा छिरिँदो रहेछ। यहाँबाट चाहिँ छिर्दैँ है त। स्याउको रुख प्रत्यक्ष स्याउ चाहिँ यहीँ नजिकै छ क्या, जस लम्केर टिप्नु भने टिप्न मजाले सकिन्छ। म ब्याक क्यामेराबाट देखाउँछु है त। स्याउ चाहिँ यहीँनिर चाहिँ लटरमै फलिरहेको छ डाँडा हुँदै। यो चाहिँ जेरी गल्ली भन्दो रहेछ। ओहो हावा पनि मिठो हानु, मिठो हावा। रविहरू त छ नि, यहाँ माथि डाँडामा मार्फा लेखेको छ, केटाहरू जाँदैछन् अगाडि। के जेरी फिल्म सुट भएकोले गर्दाखेरि हो कि किन जेरी गल्ली भएको होला? सायद त्यही हो विचारमा, त्यही हो। तिम्रो विचारमा त्यही हो? जेरी गल्लीको नामाकरणको आइडिया जेरी फिल्मबाटै भएको हो त? जेरी फिल्मबाटै। ल ठिकै छ, रोमन हाँस्दिन आएको। ल ठिक छ। रत्ती यार हिरोहरू निक्लिँदैछन् घरबाट, मार्फाका हिरोहरू टकटक घरबाट निक्लिँदैछन् है। सर हावा चलेर। रविन फोटोको लागि भएन, स्न्याप लिने हामी यहीबाट होइन, डाइरेक्ट जता बस न, जता वरिपरि बस ल, जता हुन्छ त्यताको स्न्याप लिने, छिटो गर्ने। ल ठिक छ भ्लगर साथीहरू, लाग्दै मार्फा गाउँ भ्रमणको लागि हामीलाई थोरै समय दिनुभएको छ। छिटो गरेर जानुपर्ने, रात पर्न आँटिसकेको छ। तलबाट चाहिँ अलिअलि केही स्याउहरू केही किनेर लिएर जाने प्लान छ साथीहरूको, त्यही भएर अलिक छिटो गर्नु भन्नुभएको छ। मार्फा गाउँ हाम्रो हबिबी युनिस आज पुरा गेटअपै चेन्ज गरेर हबिबी भन्दै भ्लग बनाउँदै कुदिरहेको छ। के छ तिमी पनि भ्लगमै हो व्यस्त? यो जेरीको यो गल्ली होला यार सायद, यस्तो कुदेको। ई रिक्सा चाइनाको हो नि त।
होइन चाइनाको भन्दा चाहिँ नि चाइनाबाट चाहिँ ल्याएको हो क्या अस्ति सातो लाग्दै टायरको है टायरको बनाएको रहेछ है यो चाहिँ के हो यो पनि टायरकै हो टायरमा ढुङ्गाहरू क्या त स्ल्याब पनि फेरि कस्तो राम्रो क्या गोलो खालको नि ढुङ्गै छ नि त त्यही भएर त भनेको त बाटो निक्लिन्छ यताभित्र छ क्या यताभित्र छ त्यहाँबाट तल झरेको हजुर गाउँ माथि हो पहिला पुरानो हजुर हजुर त्यहाँबाट यो नयाँ बेसी हो हजुर त्यहाँ माथिबाट आएर चाहिँ हाम्रो टिबेटनको भाषालाई चाहिँ हजुर तल झरेको भनेको मार्फा भनेको ए तिब्बतन भाषामा चाहिँ टिबेटनको भाषामा चाहिँ तल झरेको भन्ने हुन्छ तल झरेको भनेको झमझम भन्छ नि हजुर माथि झमझम हजुर झमझम पनि टिबेटको भाषै हो हजुर झमझम भने नयाँ बजार भन्छ नि हजुर झमझम भनेको सबै मिसिएर बसेको चाहिँ हजुर मिसिएर बसेको झमझम भनेको यो मार्फा भनेको तलबाट माथिबाट ए तल झरेकोले गर्दाखेरि मार्फा मार्फा भनेको ए हजुर हस् धन्यवाद तपाईँ कति वर्षको हुनुभयो 82 80 र 2 82 पुग्नु भयो ए ल हजुर उता पर कहाँ जान्छ होला है इन्डियातिर जान्छ होला ए इन्डिया होइन चाइनातिर खै त कडा हुँदो रहेछ